ल हेर्नुहोस् है गाइजहरू, यो काँक्रा, सुन्तला, कागती जे जति भएको फलहरूलाई पुरा यो किरा बनाउने चिलाउने यो झिँगालाई चाहिँ मैले बास बसेको बेला चाहिँ नि झ्याप पारेको छु है। हेर्नुहोस्, उयो सबैलाई मैले अघि मारेर यहाँ भुइँभरि राखेको छु। यसरी बस्दो रहेछ एउटा रुखको छारी मुनि पातहरूमा। मैले चाहिँ त्यो बास बसेको ठाउँ चाहिँ नि पत्ता लगाएर देखेर मैले राति चाहिँ नि यसरी उ गरेर प्लास्टिकमा मारेको छु। यसरी यस्तो हुँदो रहेछ है। हेर्नुहोस्, यो फलफुललाई किरा पार्ने चिलाउने यो झिँगाहरू यसरी मारेको छु। मारेर यो भुइँभरि राखेको मैले जताततै छ। हेर्नु है गाइसहरू, प्रष्ट गरी हेर्नु होला। यो सबै मैले अघि मारेको। यसरी बास बसेको ठाउँ पत्ता लगाउन सक्यो भने धेरै मर्ने रहेछ। यो फेरोमिन टेप लाउनु भन्दाखेरि चाहिँ यसरी पत्ता लगायो भने चाहिँ सखाप नै पार्न सकिने रहेछ है यिनीहरूलाई। हेर्नु चाहिँ कोही कोही त अलिअलि चलिराखेको पनि छ।